नमस्ते सबैजनामा। यो चाहिँ आज हामी डल्ले खुर्सानीको अचार बनाउन गइरहेको छौँ। यो डल्ले खुर्सानी भोजपुरबाट ल्याइएको हो र सुरुमा मैले डल्ले खुर्सानीलाई पखालेँ। अब म यसलाई केलाउँदैछु, अर्थात् यसको म डाँठहरू निकाल्दैछु र यो डाँठ निकालिसके पछाडि यसलाई मैले अचारको लागि रेडी हुन्छ। र हेर्नुहोस्, मैले डाँठहरू निकालिसकेँ। अब म पहिलो तरिकाले बनाउँदैछु, जसमा चाहिँ म एउटा ग्लासमा पानी लिएँ। त्यस पछाडि मैले त्यसमा नुन हाल्दैछु। नुनलाई म घोल्दैछु र नुन यतिसम्म हाल्नुपर्छ कि जबसम्म तल नुन चाहिँ रहन्छ। नुन चाहिँ पुरै नघोलिने गरी बाहिर रहन जालसम्म चाहिँ भए पछाडि चाहिँ हाम्रो पानी रेडी हुन्छ। अब मैले एउटा सिसाको भाँडा लिएँ। सिसाको भाँडामा मैले खुर्सानीहरू हाल्दैछु, जसको चाहिँ मैले पहिले नै डाँठहरू निकालिसकिएको थियो। र त्यस पछाडि सबै भरिए पछाडि म अघि रेडी गरेको पानीलाई चाहिँ अब यसमा हाल्दैछु। र यो पानी हाल्दाखेरि चाहिँ मैले अलिकति पोखाएँ, माफ गर्नुहोला। अब त्यस पछाडि मैले एउटा भिनेगर लिन्छु र भिनेगरमा यसमा चाहिँ म 4 चम्ची मात्रै भिनेगर एड गर्छु। र भिनेगर एड भइसके पछाडि मैले यसलाई कभर गर्छु। र हेर्नुहोस् त, मेरो अचार कति राम्रो देखिरहेको छ। म अब दोस्रो तरिकाले बनाउनको लागि रेडी गर्दैछु। अघि मैले डाँठ निकालेको डल्ले खुर्सानी फेरि लिँदैछु र मैले एउटा फेरि सिसाको भाँडा लिएँ, जसमा मैले डल्ले खुर्सानीलाई हाल्दैछु। यसमा पनि म पुरै डल्ले खुर्सानी हालेर भरी गर्छु। यसमा चाहिँ मैले नुन हालेँ। यसमा मैले नुनलाई पानीमा भिजाइनँ। मैले यसमा चाहिँ केही मात्रामा पनि पानी लिइनँ। यसमा चाहिँ मैले पुरै नुन मात्रै राखेँ, 4 चम्ची जति। त्यस पछाडि म भिनेगरले मात्रै यसलाई चाहिँ भरेर चाहिँ पानीको मात्रा चाहिँ यो भिनेगरले नै यसलाई चाहिँ भर्दैछु। यसमा म पानी हाल्दिनँ। र मेरो 2 तरिकाको अचार चाहिँ मैले बनाइसकेँ। अब बनाएको अचारहरूलाई मैले अब घाममा राख्छु। घाममा राखेको त्यही गर्दा मैले दिन गर्दै मैले 8 देखि 10 दिनसम्म राख्छु र हाम्रो अचार खानको लागि रेडी हुन्छ। थ्याङ्क यू फर